नमस्ते साथीहरू, आज म तपाईहरु समक्ष बीबीए सेकेन्ड इयरमा रहेको भिजन बुक अन्तर्गतको द कम्पनी म्यान निबन्धको समरी लिएर आएको छु। नेपालीमा तपाईहरुलाई कहीं कति केही कन्फ्युजन लाग्यो भने कमेन्ट गर्न सक्नुहुन्छ। एकदमै सरल भाषामा म आज यो निबन्ध भन्न गइरहेको छु। द कम्पनी म्यान निबन्धले एक अत्यन्तै व्यस्त र काममा मात्र समर्पित मानिसको कथा मार्फत आधुनिक पेशागत जीवनशैलीको क्रूरतालाई चित्रण गर्छन्। एलेन गुडम्यानले आफ्नो कथामा फिल नामक पात्र मार्फत देखाउँछिन् कि कसरी अत्यधिक कामको दबाव, क्यारियरप्रतिको अन्धो समर्पण र पारिवारिक जीवनप्रतिको व्यवस्थाले अनन्त मानिसलाई शारीरिक, मानसिक र सामाजिक रूपमा नष्ट गर्छन्। फिल एक वर्कहोलिक मान्छे थियो। उसले दिन रात छुट्टी बिदा, परिवार, श्रीमती, छोराछोरी सबैभन्दा बढी कम्पनीका कामलाई प्राथमिकता दिन्थ्यो। उसको जीवनभरको लक्ष्य थियो कम्पनीमा सफल हुनु र बढुवा पाउनु। तर उसको यसै चरमा कामप्रतिको मोहले उसलाई अस्वस्थ, एक्लो र भावनात्मक रूपमा टाढिएको बनाइदियो। एक दिन अत्यधिक तनावका कारण फिलको हृदयघातबाट मृत्यु हुन्छन्। उसको मृत्युले परिवार मात्रै होइन, कम्पनीमा पनि हल्का हलचल त ल्यायो। तर कम्पनीले तुरन्तै उनको ठाउँमा अर्को कर्मचारीको खोज गर्ने प्रक्रिया सुरु गरिदियो। यसले देखाउँछ कि कम्पनीका लागि फिलको जीवनभन्दा उसको पद धेरै महत्त्वपूर्ण थियो। निबन्धको मुख्य सन्देश के हुन्छ भने अत्यधिक काम र क्यारियरको पछ्याइले परिवार सम्बन्ध र स्वास्थ्यलाई नष्ट गर्न सक्छन्। कम्पनी वा संस्था कसैको वास्तविक भावनात्मक मूल्य होइनन्। तपाईले जीवनभर दिनरात काम गरे पनि एक दिन तपाईलाई तुरन्तै कसैले प्रतिस्थापन गर्छन्। काम र जीवनबीच सन्तुलन राख्नु अति आवश्यक हुन्छ। मानवीय सम्बन्ध, स्वस्थ परिवार र खुशी क्यारियर भन्दा महत्त्वपूर्ण छन्। यसमा मुख्य पात्र भनेको फिल मुख्य पात्र हुन्छन्। फिल चाहिँ वर्कहोलिक, अत्यधिक मेहनती तर असन्तुलित जीवन जिउने मान्छे हुन्छन्। मुख्य विषयवस्तु यो निबन्धको भनेको आधुनिक जीवनशैलीको व्यस्तता, परिवारप्रतिको व्यवस्था। यसमा भनेको आलोचना कम्पनीहरूले अमानवीयता, कर्मचारीलाई मानवीय रूपमा नहेर्ने स्वभाव। सन्देश यो निबन्धको रहेको चाहिँ काममा मात्र होइन, जीवनका अन्य पक्षमा पनि ध्यान दिनुपर्छ। काम त इम्पोर्टेन्ट छ, गर्नुपर्छ, तर कति मान्छेहरू काम मात्रै गर्ने, परिवारप्रतिको मोह हुँदैन, जीवन बाँच्न सिक्दैन। त्यही भएर काम गर्नु, पढ्नु, जे तपाईँको वर्क छ त्यो गर्नु, तर जीवन बाँच्ने सही तरिका सिक्नु। किनभने एक दिन तपाईँले यो सबै छोडेर जानु नै पर्छ। जे जति तपाईँहरू वर्क गरे पनि, जे जति गरे पनि तपाईँले एक दिन यो छोडेर जानुपर्छ। त्यही भएर जीवन बाँच्न सिक्नु, वास्तविक मानव जीवन के हो त्यो सिक्नु। Thank you so much for watching my video. Don't forget to like, comment, subscribe, share it to your friend.